यो मान्छे मेरो जोडी सँगै पनि सँगैन कमेन्ट गर्नु होला है त ला हेलो के छ नमस्ते सबैजनालाई सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गरेको छु। डे 1 अफ भ्लगिङमा स्वागत छ तपाईँहरूलाई। अहिले चाहिँ म बागबजारमा छु। तपाईँहरूलाई म बागबजारको भ्यूहरू पनि देखाउने कोसिस गर्नेछु। यहाँबाट के कुन ठाउँ देखिन्छ भन्ने कुराहरू म तपाईँलाई देखाउने नै छु होइन। सुरुमा म यतातिर लिएर जान्छु। यता हेर्न सक्नुहुन्छ, यहाँ घरले भरिएको छ। यो चाहिँ पिके क्याम्पस हो। तपाईँ सबै काठमाडौँ बस्ने मान्छेहरूलाई थाहा छ बागबजारको पिके क्याम्पस। र पिके क्याम्पसको पछाडि चाहिँ स्काई वाक छ। स्काई वाक देख्न सक्नुहुन्छ र यहाँ घरले भरिएको छ। उता हेर्न सक्नुहुन्छ एउटा रुख देखिएको छ। त्योभन्दा पछाडि डाँडो पनि देखिएको छ। हेर्नुहोस् त, यहाँ पर्पल हाउस छ। तिहारको माहौल छ यता सबैतिर। राति चाहिँ झिलिमिली हुन्छ है। यहाँ बागबजारबाट चाहिँ राति झिलिमिली देखिन्छ। अहिले चाहिँ त्यस्तो खासै झिलिमिली देखिएको छैन, त्यो किनकि दिउँसो भएको कारणले हो। अब म तपाईँहरूलाई यहाँबाट धरहरा पनि देखाउँछु है त। धरहरा पनि देखाउने कोसिस गर्दैछु। जुमले नभ्याउनु पनि सक्छ। फेरि हेर्न सक्नुहुन्छ, यहाँबाट धरहरा देखिएको छ। उता हेर्न सक्नुहुन्छ, धरहरा हो त्यो चाहिँ। यहाँबाट सबै भ्यूहरू देखिन्छ र यतापट्टि पछाडिपट्टि पनि देखिन्छ। यता पनि घरहरूले भरिएको छ। यहाँ हेर्न सक्नुहुन्छ, घरै घर छन्। उता म देखाउँ तपाईँलाई, एउटा सानो स्तम्भ बनाएको छ। यहाँ चाहिँ जताततै घरहरू छन्। यहाँ चाहिँ पानी ट्याङ्की छ। र म एउटा अर्को कुरा तपाईँहरूलाई देखाउन गइरहेको छु। यहाँ बागबजारमा घर बनाउने ठाउँ नभएर एकदम सानो ठाउँमा पनि घरहरू बनाइन्छन्। हेर्नुहोस् त, म बसेको उतापट्टिको घर तपाईँले स्पेस देख्न सक्नुहुन्छ। हेर्नु त, यति सानो छ यो घर। हेर्नुहोस् त, एउटा खटिया मात्रै अटाउँछ क्या। यसको चौडाइको कुरा गर्ने हो भने त हेर्नुहोस् त कति सानो छ यो घर होइन। एउटा खटिया मात्रै अटाउने टाइपको घर छ क्या यहाँ चाहिँ होइन। किनकि स्पेस नभएर हो होला, अब जग्गा पनि नभएर होला होइन। एकदम सानो स्पेसमा घर बनाएको छ। कोठा कति सानो होला कि होइन, हामी कल्पना पनि गर्न सक्दैनौँ। कोठामा चाहिँ एउटा खटिया मात्रै अटाउँछ होला क्या होइन। त्यस्तो खालको छ होइन। अरू के हुन्छ म तपाईँहरूलाई अपडेट गर्ने नै छु। आज चाहिँ डे 1 पहिलो दिन हो भ्लगिङको चाहिँ। नो एक्सपिरियन्स, भ्लगिङ कसरी गर्छन् भन्ने केही पनि थाहा छैन। तैपनि म भ्लगिङ गर्ने कोसिस गरिरहेको छु होइन। प्रत्येक दिन यसरी नै भ्लग आउनेछ। आज दिनभरि के हुन्छ भन्ने कुराहरू म तपाईँहरूलाई जानकारी गराउने नै छु है त। अहिलेलाई यति नै। हेलो, म चाहिँ यहाँ अहिले कमल पोखरीमा छु। कमल पोखरीमा घुम्न आएको। मेरो साइडमा चाहिँ को छ भन्दाखेरि नाम के हो नानी? नाम के हो? नाम उषा रोपाया हो है। मेरो चाहिँ को हो तिमी? मेरो गर्लफ्रेन्ड हो है गाइस। कमल पोखरी घुम्न जाउँ भनेर हैरान पार्यो। साथमा एउटा क्यामेरा पनि ल्याएर आएको छ। फोटो खिच्दियो भनेर हैरान छ मलाई। म केटी गर्लफ्रेन्ड छ नि जो गाइज, के अरे यो फोटो भने कि मरिजाने भने मरिजाने है। म त हैरान हुन्छु भने कति फोटो खिचिदिनु म त हैरान भइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ, यहाँ पछाडि कमल पोखरी छ। म अहिले तपाईँलाई देखाइदिन्छु। कमल पोखरीमा घुम्न आएको छ। एकदम हैरान बनाउँछ मलाई चाहिँ। म चाहिँ केटीहरूलाई यो फोटो खिच्न किन मनपर्छ होला कमेन्ट गरिदिनु होला होइन। एकदमै हुन्छ नि, टिकटक बनाइदिनु पर्ने, फोटो खिचिदिनु पर्ने होइन। गाह्रो छ हो अवस्था हामीलाई चाहिँ। केटाहरूलाई चाहिँ गाह्रै छ होइन। घुमाउन लिनुपर्ने, घुमाउन नलियो भने रिसाइहाल्ने है। एकदम नाजुक छ अवस्था गाइस है।
जाने प्रक्रियामा छौँ। पछाडि कमल पोखरी छ, तपाईँले देख्न सक्नुहुन्छ। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ कमल पोखरीबाट। कमल पोखरीबाट कहाँ जाने हो अब घुम्नलाई? घुम्न जाउँ भन्ने मान्छे चाहिँ यहाँ पछाडि छन् है, बस्दै छैन अहिले। जाउँ भन्ने बेला घुम्न जाउँ भन्ने मलाई सताउने मात्रै है गाइस, केही छैन केही छैन। घुम्न जाउँ भने अच्छा है। अब चाहिँ बागबजार फर्किने क्रममा छौँ हामी है त। बागबजार जाँदैछौँ। यो मान्छे मेरो जोडी कमेन्ट गर्नु होला है त। ला हल्का रमाइलो गरे हो क्या? हल्का रमाइलो है गाइस, हल्का रमाइलो गर्नु पाइहाल्छ नि होइन? भयो अवश्य कमेन्ट चाहिँ गर्नु होला है। हजुर दिदी दिदी हस्, हजुर दिदी हस्, दिदी हस्, दिदीको छ आज्ञा। तपाईँले जे भने त्यही हुन्छ दिदी। भाइ भनेपछि दिदी भन्नै पर्यो हो कि नै भन्नुहोस् त। तिहार लाग्दैछ गाइस, ह्याप्पी तिहार सबैजनालाई एडभान्समा है त। एडभान्समा सबैलाई ह्याप्पी तिहार। तिहारका दृश्यहरू पनि देखाउनेछौँ हामी है त। लुकिरहेछ फट्टा छ भने के एकदम फटा। अहिलेलाई यति नै। फाइनल्ली हामी बागबजार पुगिसकेका छौँ, देख्न सक्नुहुन्छ तपाईँ चाहिँ होइन। अब हामी आजको ब्लगलाई यही गर्न चाहन्छौँ म चाहिँ, किनकि विशेष फर्स्ट ब्लग है गाइस। सबै बताउनुहुन्छ हुँदैन, यो चाहिँ फर्स्ट ब्लग हो फेरि होइन। हामी बागबजार पुगिसकेका छौँ। यो चाहिँ उत्तरी सडक हो। उत्तरी सडकबाट यहाँभित्र जानुभयो भने चाहिँ बागबजार हुन्छ। यदि तपाईँहरूलाई युट्युब च्यानल भिडियोहरू मनपर्छ भने त्यहाँबाट रोबस युट्युब च्यानल पनि चेक गर्न सक्नुहुन्छ तपाईँले। त्यहाँबाट युट्युब च्यानल चेक गरेर सब्सक्राइब गर्न सक्नुहुन्छ। र यस्तै खालका डेली भ्लगहरू आइरहनेछन् अबबाट चाहिँ। त्यसैले यो च्यानललाई पनि सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु। आजलाई यति नै, बाई बाई।